नेपालको इतिहासमा आजदेखि एउटा नयाँ अध्याय सुरु भएको छ नेपालको वास्तविक मानचित्रको बारेमा। त्यो इतिहासमा पहिलो पटक नेपालको प्रधानमन्त्रीले संसदमा उभिएर नेपालको वास्तविक सिमानाको बारेमा बेलायतसँग पनि कुरा गर्नुपर्छ, बेलायत सरकारसँग पनि यो लिपुलेखकै बारेमा पनि किन नहोस्, लिम्पियाधुराको बारेमा कुरा किन नहोस्, यसको वास्तविकता बेलायत सरकार समेतसँग बसेर कुरा गर्नुपर्छ भनेर प्रधानमन्त्री बालन शाहले पहिलो पटक संसदमा उभिएर इतिहासमा भन्नुभयो। यसको पछाडि यति धेरै ठूलो अर्थ छ। यदि विश्लेषक भन्नेहरू, पत्रकार भन्नेहरू डराएनन् भने, उनीहरूले आफ्नो दानापानी रोकिएला भनेर सही विश्लेषण चाहिँ गरे भने आजदेखि नेपालको वास्तविक मानचित्रको बारेमा बेग्लै सिराबाट छलफल हुन्छ। जो पटक पटक हामीले अदालतमा समेत नेपालको वास्तविक मानचित्रको बारेमा बेलायतसँग पनि कुरा गर्नुपर्छ र नेपालले अन्तर्राष्ट्रिय कानून बमोजिम वास्तविक मानचित्रलाई, सिमानालाई अब अन्तिम रूपमा व्यवस्थित गर्न सक्छ। तर सरकारले अगाडि कदम चालेन, कदम चाल्ने आदेश होस् भनेर लोकेन्द्र ओलीज्यू, हामी लगायतले बहस पैरवी गर्यौं। आज प्रधानमन्त्रीले संसदमा प्रतिपक्षीको तर्फबाट उठाइएको एउटा प्रश्नमा उहाँले प्रश्नमा लिपुलेख र लिम्पियाधुराको नाम समेत लिन सक्नु भएन। तर प्रधानमन्त्री बालन शाहले सायद लिम्पियाधुरा र लिपुलेखको बारेमा सोध्नु भएको होला भनेर भन्नुभयो। यो नेपाल, इन्डिया र चाइनाको मात्र विषय होइन, बेलायतसँग समेत सँगै बसेर टेबल टक गर्नुपर्छ अनि यसलाई अन्तिमता, फाइनालिटी यसको दिनुपर्छ भनेर भन्नुभयो। अब यसपछि सिमानासँग सम्बन्धित विषयमा बेलायत कहिले पनि नछुट्ने गरिकन सही ढंगले हामीले विश्लेषण गर्न थाल्यौं भने यो प्रसंग अगाडि जान्छ र अन्तिम पनि हुन्छ। यो किन यसो भनिएको हो, प्रधानमन्त्री बालन शाहले किन यो भन्नुभएको हो, यसतर्फ जाउँ। साथीहरू, नेपालको अहिलेको सिमाना जुन मेची महाकाली छ, यो सिमाना सम्म खुम्च्याएर ल्याइपुर्याएको सुगौली सन्धिले हो। सुगौली सन्धि नभएको भए हामी टिस्टा टु काङ्गडा नै हुने थियौं। अब हाम्रो अहिले त्यहाँ चुचे नक्सा बनाउनुको अर्थ त त्यहाँभन्दा परसम्म हामीले ऐतिहासिक रूपमा कानून बमोजिम दावी गर्दै आएको दावी छोडिदिनु हो। त्यहाँ मात्रै झगडा गरेर बस्ने हो भने, त्यसकारण मेची महाकाली मात्र नभएर टिस्टा टु काङ्गडा दावी गर्नका लागि हामीसँग डकुमेन्ट के हुन्छ हो, त्यो डकुमेन्ट भनेको हाम्रो सुगौली सन्धिले खुम्च्याएको त्यति बेलाको सन्धिको अन्त्य गर्ने आधार हो। त्यो सुगौली सन्धि जसले मेची महाकाली सम्म मात्रै सिमाना खुम्च्याएर ल्याइदियो, अब फेरि टिस्टा टु काङ्गडा पुग्नका लागि बाटो खोलिदिएको दस्तावेज हो नेपाल इन्डिया बीचको इन्डो नेपाल फ्रेन्डशिप ट्रिटी 1950। 1950 को शान्ति तथा मैत्री सन्धिको धारा 8 ले नेपाललाई मेची महाकालीसम्म खुम्च्याएर ल्याउने सन्धिहरू पनि खारेज हुनेछन् भनेर भनेको छ। हो, त्यो लागू गर्नका लागि बाटो खुल्छ। त्यो चाहिँ सुगौली सन्धि चाहिँ कोसँग भएको थियो? त्यो सन्धि भएको थियो ब्रिटिस सरकारसँग। ब्रिटिस सरकार त्यति बेला इस्ट इन्डिया कम्पनी। अहिले संसदमा प्रधानमन्त्री बालन शाहले बेलायतसँग पनि कुरा गर्नुपर्छ भन्नुको अर्थ यही हो कि बेलायतमा पनि त्यो हाम्रो नेपालको वास्तविक मानचित्र त्यति बेलाको टिस्टा काङ्गडा लगायत छन्। मैले यसमा पटक पटक लेखेको बोलेको धेरै वर्ष अगाडिदेखि छ। अब हेर्नुहोस्, 1950 को शान्ति तथा मैत्री सन्धिको धारा 8 ले के भन्छ? यसले भन्छ सिधै कि इन्डिया त हिजो अस्ति मात्रै भएको हो, त्योभन्दा हामी नै पहिला स्वतन्त्र राष्ट्र थियौं, संयुक्त राष्ट्रसंघको सदस्य पनि हामी पहिला हौं।
नेपाल दक्षिण एसियाको चाहिँ पहिलो देश हो भने यो विश्वभरिको 17औं मुलुकमा पर्छ। संयुक्त राष्ट्रसङ्घको डेटामा यही देख्न सकिन्छ। अब 1950 को शान्ति तथा मैत्री सन्धिले प्रष्टसँग भनेको छ, जहाँसम्म यहाँ उल्लेख भएका कुराहरूको सवाल छ, यो विषयमा चाहिँ यो सन्धि भन्नाले 1950 को शान्ति तथा मैत्री सन्धि, त्योभन्दा अगाडिको हकमा यो सन्धिले सबै पुराना सन्धिहरू खारेज गर्नेछ। इन्डिया स्वतन्त्र भएपछि भन्दा पहिलाका ब्रिटिस ईस्ट इन्डिया कम्पनीसँग भएका सन्धिहरू खारेज हुनेछन्। अब हामी मेची महाकाली खुम्चिएको इन्डियासँगको सन्धि होइन, त्यो ईस्ट इन्डिया कम्पनीसँग बेलायतसँग भएको सन्धि थियो, त्यो सन्धि पनि खारेज हुन्छ। सिधै भनेको छ धारा 8 ले, so far as matters dealt with herein are concerned, this treaty cancels all previous treaties, agreement and engagements entered into on behalf of India between the British government and government of Nepal भनेर भनेको छ। यो भनेको जहाँसम्म यहाँ उल्लेख भएका कुराहरूको सवाल छ, तिनको हकमा यो सन्धि नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिस सरकारको बीचमा भएका सबै सन्धि सम्झौताहरू, प्रतिज्ञापत्रहरूलाई पनि खारेज गरेको छ। यो भनिसकेपछि हो बेलायतले त्यति बेला नेपालको सिमानाको सवालमा पनि सुगौली सन्धि गर्दाखेरि जो खुम्च्याउने गरिकन गरेको थियो त्यो खारेज हुन्छ है भनेको। यसैले आजको दिन एउटा यस्तो ऐतिहासिक दिन हो जुन दिनले अब नेपालको सिमानासँग सम्बन्धित विषयलाई लिएर लिपुलेक लिम्पियाधुराको बारेमा कुरा गर्दा अब इन्डिया चाइना र नेपालको मात्रै छलफलको विषय रहेन। यसका पछाडि ऐतिहासिक कारणहरू छन्, त्यसमा म पछि अरू चर्चा गर्नेछु। तर अब नेपालका विश्लेषकहरू, पत्रकारहरू लगायतले यसको जडसम्म पुगेर कुरा गर्नुपर्छ र सत्य के हो बताउनुपर्छ। अब अर्को कुरा, यसबाट प्रधानमन्त्री बालन शाहलाई धेरै 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 ठूलो खतरा छ, धेरै ठूलो चुनौती छ, अन्तर्राष्ट्रिय रूपमा चुनौती छ। देशभित्रैका पनि केही विदेशी दानापानीबाट चल्नेहरू, त्यो को कहाँ कहाँबाट कसले कुन कुन दिशाबाट चले लिए खाएका छन्, त्यो बेग्लै कुरा हो। तर यो प्रसङ्गमा चाहिँ नेपालको वास्तविक मानचित्र फेरि नेपालको फिर्ता गर्ने गरिकन अहिले ब्रिटिस लाइब्रेरीमा रहेको एक प्रति मानचित्र नेपाल ल्याउने गरिकन को बाटोमा रोकछेक गर्न खोज्नेहरूबाट पनि खतरा छ, धेरै ठूलो खतरा छ। र यो खतरालाई बेवास्ता गरेर पनि आज यो कोणबाट बेलायतको संलग्नताको विषयमा प्रधानमन्त्री बालन शाहले जुन संसदमा बोल्नुभयो, एउटा नयाँ परिच्छेद सुरु भयो। हामीले त पहिलेदेखि उठाइआएका थियौं, अदालतमा समेत लगेका थियौं यो विषयलाई। तर अब यो प्रधानमन्त्रीले नै यसरी यस पूर्व चाहिँ कहिल्यै पनि बेलायतको संलग्नता समेतबाट यो समस्याको समाधान गरिनुपर्छ भनेर भनिएको थिएन, पहिलोपटक भन्नुभयो। अब यो गर्दाखेरि अर्को एउटा कुरा म प्रधानमन्त्री बालन शाहका लागि सुझाव स्वरूप निवेदन गर्छु। व्यक्ति व्यक्ति बीचको सीमानामा विवाद भयो भने अमिन हुन्छ, जसले दिएको रिपोर्टलाई अदालतले पनि मान्छ। त्यस्तै अन्तर्राष्ट्रिय अदालतले मान्नुपर्ने गरिकन अन्तर्राष्ट्रिय कानून बमोजिम अन्तर्राष्ट्रिय मुद्दा यो बन्यो भने हाम्रो घर घरको बीचको सीमाना छुट्याउने अमिन जस्तै अन्तर्राष्ट्रिय सीमाना छुट्याउने अमिन को, यसको विषयमा उहाँले आफ्नो टिमसँग छलफल गर्नुपर्छ। त्यो हो इब्रू, इन्टरनेशनल बोर्डर रिसर्च युनिट, जसको रोहबरमा इब्रूको पनि संलग्नतामा उहाँले विज्ञ दुवै देशका भन्नुभएको छ, दुवै देशका विज्ञ मात्रै
भएर हुँदैन। इब्रूलाई पनि करेस्पोन्ड गर्नुपर्छ। हामीले त योभन्दा अगाडि नै पनि करेस्पोन्ड गरेका छौँ, तर हामीलाई त्यो बेला यसका लागि हिरण्यलाल श्रेष्ठज्यूलाई, बुद्धिनारायण श्रेष्ठज्यूलाई चाहिँ पनि सम्पर्क गर्न सक्नुहुन्छ। एउटा टिमले त्यति बेला गरेको थियो। हामी लामो समयदेखि उठाउँदै आएका थियौँ। यो विषय उठाउँदा हामीलाई विभिन्न प्रकारका मुद्दा पनि लगाएको थियो त्यो बेलाका सरकारहरूले। अब यसका सम्बन्धमा